यस्तो छ है दाउनेको हालत गाईचौरू मासु भात खाइयो साह्रै दुःख पाइयो अनि यस्तो भयो अहिले आएर चाहिँ हजुर माथि गएर तलबाट दुख्छ छोडी हिँड्ने गाडीको टायरै घुमेन कति माथिसम्म जान्दियो उही माथि रोकिदियो ट्रक उता है त्यस्तो ताल होटल नजिक छ त्यहाँ ए होटल त डाँडामा अझै छ होला 3 किलोमिटर 3-4 किलोमिटर बाइक पनि जान्दिन है बाइक त छिर्यो होला अघि हामी अन्त अगाडि आएको बसहरू गएछ के र अगाडि यस्तो हो ताल बाइकको यताबाट हाल्यो भयो यताबाट छिर्थ्यो होला बाबु यताबाट तर यो मोटर गाडी त अहिले जानेको भए तल निकालेर आएको भए हुन्थ्यो कि यो मोटर गाडी त आइ भएन कि यहाँ आधा बाटो पुगिसक्यो या त सबै यति मोटर गाडी निकालिदिएको भए त माल भइहाल्थ्यो ध्वस्त भयो गाडीलाई कति दिदी यस्तो पानी परेको बेला कहाँ हिँडेको हजुर खै दिन्न चाउचाउ भए अनि कि यस्तो पानी परे यस्तो जाम छ कहाँ हिँडेको हजुर यस्तो पोका पोकेर घर आनी फोन नगरिकन दिदी खै दिन्न चाउचाउ भनेको के छ दिनु न यस्तो कुरकुरी मात्र बोकेर हिँड्ने चाहिँ खै दिनु के भएर म देखाउनु क्या हजुरको फेस ढाकिदिन्छु क्या मैले यस्तो पानी यस्तो दुःख गरेर हिँड्नु भयो हजुर के छ र त्यसरी छेक्नु कि खै कु उस दिनु न उयो चिप्स ए बरै छेकेको कति हो जम्मा 50 यस्तो पानी भिज्दै हिँडेको नि किन नि यस्तो सस्तो फेरि यस्तो पानी भिज्दै हिँडेर नि हाम्रो दिदीले यसरी पानी पर्दा पनि यसरी हामीलाई सुविधा दिँदै हिँडिन् धन्यवाद थ्याङ्क यू यता पनि यस्तो सकस छ यार हेर्नु गाई चाहिँ यस्तो छ दाउनेमा अहिलेको हालत सिमसिमे पानीले यस्तो लर्काउने बनाइदियो बाइक पनि चढेन यस्तो जाम छ 27 गतेदेखि बन्द भनेको आज 28 गते यस्तो छ 12 बजे यस्तो छ ताले अगाडिको मोटर गाडीमा पुरै माटो छिरेर अगाडिको टायरै ननाचेसी पछाडिको बल गरेर के हुन्छ यार यस्तै बल्ल 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 बाइकहरू अलिअलि चढिरहेको यस्तो दुःख दाउनेमा बर्खाको बेलामा हिँड्दै हुनुहुन्छ भने अगाडिको मोटर गाडी निकालेर हिँड्दा हुन्छ है धेरैजना दुःख पाइरहनु भएको दाउनेको बाटोको हालतै गाइज हेर्ने अगाडि कस्तो कस्तो छ मैले सरेर देखाउँछु
अब यहीँबाट चढाउनु त हो यहाँबाट बुढो